नमस्ते। नेपालमा आज फेरि राजनीतिक तनाव चुल्लिएको छ। एकातिर संसदमा चर्को बहस, अर्कोतिर अदालतको ठूलो निर्णय अनि मैदानमा भने क्रिकेटको शानदार जीत। आजको यस विशेष प्रस्तुतिमा तपाईहरूलाई स्वागत छ। यति बेला काठमाडौँका सडकदेखि संसद भवनसम्मको माहौल निकै तातेको छ। आउनुहोस् आजका यी प्रमुख घटनाक्रमलाई अलिक गहिराईमा गएर बुझौं। ल अब सिधै विषयवस्तुमा प्रवेश गरौं है त। तपाईको मनमा पनि एउटै प्रश्न होला, आखिर आज नेपालमा भइरहेको चाहिँ के छ? एकातिर सरकारमाथि प्रश्नको वर्षा भइरहेको छ भने अर्कोतिर न्यायालयले एउटा निकै महत्वपूर्ण कदम चालेको छ। के यी घटनाक्रमले देशलाई कुनै नयाँ मोडमा लैजाँदैछन् त? अनि यी गम्भीर विषयहरूको बीचमा सबै नेपालीलाई जोड्ने त्यो खुशीको खबर चाहिँ के हो? साँच्चै भन्नुपर्दा आज यी प्रश्नहरूले हरेक नागरिकको ध्यान तानेका छन्। आज हामी यी 4 मुख्य विषयहरूमा केन्द्रित हुनेछौं। बढ्दो राजनीतिक दबाव, सर्वोच्च अदालतको पछिल्लो निर्णय, आउन लागेको आर्थिक परिवर्तन र पक्कै पनि त्यो ऐतिहासिक क्रिकेट जीत। सुरुवात गरौं संसदभित्र बढिरहेको राजनीतिक तनाव र दबावबाट। अहिले संसदको माहौल निकै तातेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहमाथि निरन्तर र कडा प्रश्नहरू उठाइरहेका छन्। विशेष गरी अत्यन्तै महत्वपूर्ण र गम्भीर संसदीय छलफलहरू चल्दै गर्दा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर उहाँहरूको कडा आलोचना छ। यसले सिधै सरकारको जवाफदेहितामाथि एउटा ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। अवस्था कस्तो छ भने नि, संसदभित्रको नाराबाजी र विरोधका दृश्यहरूले राजनीतिक तनावलाई अर्को स्तरमा पुर्याइदिएको छ। त्यहाँ भइरहेको निरन्तरको होहल्ला अनि सञ्चारकर्मीहरूको भिड र क्यामेराका फ्ल्यासहरूले नै स्थितिको गम्भीरता प्रष्ट पार्छन्। भन्नै पर्दा यो अवरोधले देशको समग्र राजनीतिक तापक्रमलाई नै ह्वात्तै बढाइदिएको छ। अब जाउँ दोस्रो विषयतिर, न्यायिक टकराव र सर्वोच्च अदालतको हस्तक्षेप। अब यहाँनिर बुझ्नुपर्ने सबैभन्दा रोचक कुरा के छ भने नि, एकातिर सरकारले विद्यार्थी राजनीति र ट्रेड युनियन सम्बन्धी केही नयाँ निर्णयहरू गर्यो, तर ठ्याक्कै अर्कोतिर सर्वोच्च अदालतले ती निर्णयहरू कार्यान्वयन नगर्न तत्कालका लागि अस्थायी रोक अर्थात् स्टे अर्डर जारी गरिदिएको छ। सरकारले चालेका कदमहरूलाई अदालतले यसरी ब्रेक लगाइदिएपछि यो अहिले एउटा निकै उच्च दाउपेचको कानूनी लडाईँ बन्न पुगेको छ। र यो स्टे अर्डर सामान्य कुरा मात्र होइन, यसले वास्तवमै एउटा नयाँ र गहिरो संवैधानिक बहसको सुरुवात गरिदिएको छ। के सरकार आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको थियो? कि अदालतले कार्यपालिकाको काममा हस्तक्षेप गरिरहेको छ? ओहो, यो सजिलो प्रश्न होइन। यो एउटा यस्तो जटिल विषय हो जसले आउने दिनहरूमा नेपालको शक्ति सन्तुलनलाई नै नयाँ तरिकाले परिभाषित गर्न सक्छ। यसले संविधानको व्याख्या